विशेष गरी आजको यस कार्यक्रमको सदस्यज्यू प्रमुख अतिथिज्यू ड्यासमा विराजमान सम्पूर्ण अतिथिगण लगायत सम्पूर्ण अभिभावकज्यूहरूमा मेरो व्यक्तिगत तर्फबाट फेरि पनि न्यानो अभिवादन टक्राउन चाहन्छु। सर्वप्रथम त यो 30औं अभिभावक भेला जुन आज हुँदैछ शिक्षा विकास शिशु सदनको र सँगसँगै मलाई यो निमन्त्रणा दिनुभयो यसको लागि विशेष धन्यवाद दिन चाहन्छु सम्पूर्ण विद्यालय परिवार तर्फबाट। झन्डै त्यो विद्यालय र म एउटै उमेरका रहेछौँ। यसो हेर्दै जाँदाखेरि 30 वर्ष आउँदै गर्दाखेरि विभिन्न चरणमा म्यामसँग कुरा हुँदै गर्दाखेरि धेरै अब अवरोध पार गरेर म्यामी आइपुग्नु भएको छ। विभिन्न व्यवस्था परिवर्तन भोग्नु भएको छ। त्यसैलाई उहाँकै पाइलालाई पछ्याउँदै हामी पनि यसै फिल्डमा लाग्दैछौँ र यसको लागि र आगामी दिनमा पनि अनन्तकालसम्म विद्यालयको प्रगति रहिरहोस् र प्रत्यक्ष रूपमा यस विद्यालयले चाहिँ मलाई धेरै नै सहयोग पनि गरेको छ। किनकि यहीँबाट पढेर जानुभएका धेरै विद्यार्थी भाइ बहिनीहरू आज मैसँग कलिग्स भएर काम गर्नुभएको छ। त्यसको लागि पनि एकचोटि विशेष धन्यवाद दिन चाहन्छु यस विद्यालयलाई। र यो मौकामा एउटा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई सानो सन्देश पनि दिन चाहन्छु। म एउटा सानो कथा जोड्दै विद्यार्थी भाइ बहिनीहरूलाई अहिलेको सन्दर्भमा विभिन्न भाइ बहिनीहरू उमेर बढ्दै गइसकेपछि टिनेज छुइसकेपछि चाहिँ विद्यार्थीहरूलाई अभिभावकको महत्त्व किन र केलाई भनेर सानो कथा जोड्न चाहन्छु। म यो कथा एउटा गाईको रहेको छ। गाईलाई सधैँ घरमा बाँधेरै राखिन्थ्यो र कहिलेकाहीँ जङ्गलमा चढाउन छोड्नु हुँदैछ मालिकले। र एक दिन गाईलाई चाहिँ धेरै कौतूहलता भएछ। अलिकति जङ्गलको भित्री भागमा जाँदाखेरि चाहिँ के हुँदो रहेछ भनेर र चढ्दै जाने क्रममा चाहिँ गाई चढ्दै अलि जङ्गलभित्र पुगिसकेपछि साँझ परेछ। साँझ परेपछि फर्किने ठाउँ नपाएपछि ती चढ्दै हरियो घाँस भेट्दै गयो, चढ्दै गयो। त्यही चढ्ने क्रममा चाहिँ जङ्गलमा एउटा बाघले चाहिँ गाईलाई देखेपछि आक्रमण गर्ने कोसिस गरेछ र आक्रमण गर्दै जाँदा चाहिँ गाईले चाहिँ के महसुस गरेछ भने अब यसले मलाई खान्छ भनेर बुरुक्क उफ्रिँदाखेरि अलिक पानी कम भएको दलदल भएको पोखरीमा गाई खस्न पुगेछ र पुगिसकेपछि बाघले पनि यसलाई ती गएर खान्छु भनेर ती गएर पोखरीमै हाम फाल्दाखेरि पानी कम भएका दुईजना दलदलमा फसेर बसेछन्। बाघ चाहिँ खान्छु भनेर झम्टिँदो रहेछ। गाई चाहिँ चुप्पो लाएर आरामले बस्नुपर्छ। यो शालीनता देखेपछि चाहिँ बाघलाई पनि अचम्म लागेछ। यसलाई म यस्तो खान खोजिरहेको छु यो के चुप्पो लाएर बस्छ। त्यत्तिकैमा बाघले गाईलाई सोध्छ तपाईँलाई डर लागेको छैन त भन्नु। एकदमै शालीनता भएर लागेको छैन। किन भन्छ गाईले तपाईँको कुनै अभिभावक हुन्छ कि हुँदैन? बाघले भन्छ म त बाघ हो, जङ्गलको यहाँ राजा हो, जङ्गलमा सबैदेखि मदेखि डराउँछन्, मलाई किन अभिभावक चाहियो नभन्दै गाई घर नपुगिसकेपछि गाईको अभिभावक आफन्तहरूले गाउँलेहरूलाई लिएर के गर्नुभएछ भने गाई भेटेन भनेर खोज्दै आउनुभएछ। पोखरीमा परिसकेपछि निकालेर लानुभएछ। तर अब पक्कै पनि कोही पनि गाउँलेहरूले बाघलाई निकाल्ने कोसिस त गर्दैन होला, पक्कै पनि गर्दैनन्। हो यो कथाबाट के सिकिन्छ भनेदेखि विद्यार्थी भयो कहिलेकाहीँ उमेर बढ्दै गइसकेपछि म अभिभावक किन चाहियो वा शिक्षक शिक्षिकाको गाइडेन्स किन चाहियो, मलाई धेरै कुरा छ। अहिले 21st सेन्चुरी छ, मोबाइलमा धेरै छ, च्याट जिपिटीमा धेरै छ भन्ने कुराहरू चाहिँ हामी विद्यार्थी भाइ बहिनीमा धेरै देख्छु। म पनि यसै फिल्डमा भएको कारणले गर्दाखेरि। तर अभिभावक वा मेन्टर वा शिक्षक हामी कोही भनेको चाहिँ त्यो अप्ठ्यारो गाह्रो पर्दाखेरि चाहिँ हामीलाई दलदलबाट निकाल्नको लागि एकदम महत्त्वपूर्ण हुनुहुन्छ भनेर बुझ्दिन हुन म सम्पूर्ण विद्यार्थी भाइलाई सानो सन्देश दिँदै हाम्रो जीवनमा के छ वा छैन भनेर परिकल्पना गर्दा के छ भनेर परिकल्पना गर्नुभयो भनेदेखि धेरै कुराहरू पाउनुहुनेछ भन्दै बोलाइको क्रममा भनेकोमा कुनै गल्ती भए माफी माग्दै र हाम्रो शिक्षा विकास सदनलाई 30 वर्षभन्दा पनि अगाडि अनन्तकालसम्म अगाडि बढ्नको लागि शुभकामना दिँदै म यहाँ अहिले बिदा हुन चाहन्छु। हस्त धन्यवाद। तपाईँहरू दिन शुभ रहोस्। धन्यवाद आशिष कार्की सर। उहाँले एउटा कथा जोडेर निकै राम्रो शानदारी भनाइराख्नुभयो। यस्तै गरी आसन ग्रहणको क्रममा लेबर प्रहरी चौकीका प्रतिनिधि वरिष्ठ प्रहरी हवलदार सुन्दर श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्दछु। यस्तै गरी उहाँका लागि खदा र ब्याज लगाइदिई सहयोग गरिदिनु हुनको लागि मिना म्याम र रेसो अधिकारीलाई अनुरोध गर्दछु।